Hello guys, namaste everyone. Welcome back to my new day, new vlog on सबैजनालाई Happy New Year भन्दै आजको भिडियो मतलब मैले भिडियो चाहिँ हिजो बनाएको थिएँ न्यू इयरको तर मेरो मतलब क्या भएन रहेछ के मतलब भिडियो चाहिँ भएको छ तर त्यहाँ भोइस नै आएको छैन त्यही भएर चाहिँ स्टार्टिङ चाहिँ आज गरिदिएको अनि त्यहाँनेरि अब हिजो के गरौँ हेर्नु ल बाई बाई सो गाइस म जान्छु ट्युसन बाई स्मृति अब जानुपर्ने हुन्छ सो मैले उठेर आज मेरो ओछ्यानहरू पनि उठाइसकेको छु अब जान्छु 6:50 भइसक्यो अब 10 मिनट पुग्नु पर्यो सो गाइस अब चाहिँ म होस्टेलबाट निस्किसकेको छु मेरो हात यस्तो क्या म भ्लग एडिट गर्दा हेर्छु कि मेरो हात यस्तो हल्लिएको हुँदो रहेछ कि भिडियो कस्तो हल्लिरहेको हुन्छ नि आफै हल्लिन्छ कि अहिले पनि नर्मल्ली गरिरहेको तर आफै हल्लिन्छ त के गर्नु सो त्यति मजाले यो छैन नि त कसरी क्यामेरा समात्ने भनेर एउटा नम्बर होला आई थिङ्क अब सधैँको जस्तो यो बाटोमा जाँदैछु म घाम लागिसकेको छ आज चाहिँ बिहान पनि लिप ग्लस लगाएर कस्तो टिलिक्क रल्किरहेको कि मेरो अब बिहान पनि नुहाउनु लागेको थिएँ तर सुतेछु उठेर पनि फेरि म कति 5 कतिमा उठेको थिएँ कि 50तिर अनि म के गरेछु त फेरि निदैछु त्यही भएर अब ट्युसनबाट आएर चाहिँ फ्रेस भएर चाहिँ दिउँसो नुहाउनु पर्ने हुन्छ भोलि चाहिँ मेरो एक्जाम रहेको छ सोचेको जस्तो म जाँदैछु सिडीबाट अब यहाँ चौचुरीको आल्छिँदै जानुपर्ने हुन्छ मैले आनन्द लाग्छ गाइस मेरो साथीहरू चाहिँ आइसक्यो अरे माथि मलाई पर्खिँदैछ अरे अनि अब म पनि जाँदैछु ट्विटी लाएर यस्तो सास पर्छ क्या मेरो हिँडेपछि अलिकति पनि मेरो कपाल त्यति लामो भइसकेछ है अब चाहिँ म पालिदिनु पर्यो भन्दैछु रेड कलर लाएर मैले चाहिँ मेरो साथीलाई देखिसकेँ पर्खिरहेको छु त एक्लै रहेछ आज पनि देख्न सक्नुहुनेछ यो चाहिँ हाम्रो ठाउँ हो साक्तिनाहरूलाई कल गरेर उठाएकै छैन साक्तिनाहरूलाई कल गरेर उठाएको छैन ह्याप्पी न्यू इयर तिम्रो अबको न्यू इयर के रह्यो मलाई आएका बिहानै नि के भन्नु त्यस्तै क्या त्यो बाँदरले इयरफोन लगाएर क्या अबको आउने इयर तिम्रो लागि खोइ के होस् आज त जति हाँस्छ त्यति पछि जिन्दगी भएर हाँसिन्छ त्यो भएर उठ्ने साथ आएको म कस्तो राम्रो देखिन्छ त आज हामी दुईजना मात्रै छौँ दुईजना चाहिँ ढिलो आउँछ जस्तै छ होइन हेर घामले कस्तो राम्रो देखाउँछ नि मलाई देखाउँदैन देखिरहेको छ त टिलिक्क आई ह्याप्पी न्यू इयर अब हाम्रो ह्याप्पी न्यू इयर चाहिँ आज दिउँसोभरि कलेज चाहिँ मात्रै बित्छ किनकि दिउँसो नै हामी कलेज आउँछौँ 16 मार्क्सको एक्जाम हो गाइजहरू होइन भोलि यताबाट त र पनि गाह्रो छ पास गर्न ब्याकहरू साथीहरू सिनियर दाइ दिदीहरू आउनुहुन्छ भोलि 16 मार्क्स नल्याएर त्यही त बेइज्जत नगरौँ है मेरो सब्सक्राइबरहरू हुनुहुन्छ सिनियरहरू 1-2 जना केही भन्न त्यही त अब ब्याग लाग्यो भन्न के मेरो पनि लागेको छ हामी सबैको लाग्छ ब्याग लागेको छ के अरे यसो त्यस्तै हो डेरी पनि सजिलो सब्जेक्ट भन्ने हो होइन लागिरहेछ मेरो त्यही त त्यस्तै हो अघि बढ्नुपर्छ त्यही त मेहनत गर्नुपर्छ होइन त्यही त उहाँ एउटा बहिनीले विज्ञान सब्जेक्ट बिगारेर आत्महत्या गरिदिनु अरे हामी त अस्ति मरिसक्यो हाम्रो पनि विज्ञान सब्जेक्टै लिएर पढ्यो होइन साइन्स लिएर पढेको प्युर साइन्स उताको त विज्ञान पास नगरेर हामी त प्युर साइन्स पढ्दा नि 3-4 चोटि ब्याग लाग्दा नि भाँचिरहेको त्यही त मर्नु चाहिँ हुँदैन साथीहरू चाहिँ हुँदैन है हार पनि खानु हुँदैन के भन्छ खै के गर्नु के भन्छ भन्ने आएन के जे भए पनि त्यही त्यही त बुझिहाल्नु भयो एकदम सब्सक्राइबरहरू एकदम दिमागदार हुनुहुन्छ मलाई थाहा छ सब बुझिहाल्नु जल्दी सराइसक्नु भइसकेको छ गाइजहरू त्यो भएर अब अहिलेलाई चाहिँ यहीँ इन्ड हानिदिउँ ल हामी कलेज आइपुगिसकेको छौँ
हाम्रो त सकिसकेको छ आज हैन हाम्रो चाहिँ गाइज एक्जाम होइन ट्युसन सकिसक्यो ट्युसन नै एक्स्ट्रा क्लास Extra सकिसक्यो classes. गाइज मेरो एकदम पढ्ने मान्छे हो न्यु इयरको दिन पनि हामी चाहिँ आउँछौँ है त्यही त पढ्न चाहिँ आउँछौँ पढ्नु चाहिँ छोड्नु भएन जे जस्तो भए पनि हाम्रो सरले चाहिँ आज 100 रुपियाँ दिनुभएको छ हामीलाई चिया खाऊ New भनेर Year-मा। न्यु इयरको दिन भनेर अब हामी चाहिँ चिया चिया खाने हो। खाने भोकले साथीहरू मेरो मन त भोक लागेर मर्न आँटिसक्यो ओए आज हामीले 2 घन्टा पढ्यौँ नि थाहा है छ कि नै? 9 बजी आएको छ बिहान 7 बजी आएको आज दिउँसो आउनु र आज दिउँसो कसले आउने भने सरले के भन्नुभयो नआउने अरे भोलि दिउँसो नि नआउनु अरे पर्सि चाहिँ खाना खाएदेखि दिनभरि रातभरि बिहानभरि यही रत्नकुमारमै बस्ने ओके हाम्रो सर आउँथ्यो हुन्छ सरले चिया खाने पैसा दिइहाल्नु भयो अब बिस्कुट के अरूले किन्छ होइन यिनीहरूको नाटक देख्न सक्नुहुनेछ पैसा तिमीहरू रातभरि मलाई लागिरहेको थियो क्या किनभने हिजो तिनीहरूले बोलायो नि त साथीलाई होइन तिमीहरूलाई ह्याप्पी न्यु इयर चिया चिया पैसा गाउनु फेरि कसरी बिहान तिमीहरूको दुईटैको फोन बिहान चाहिँ एक बिहानै चाहिँ कोसँग बोल्छौ र व्यस्त हुन्छ भन त मैले तिमीलाई कल गरेको थिएँ तिमीलाई तिमीलाई फोन गरेको थिएँ होइन यस्तो हो कि के गर्दै थियो भन लाग्दैन व्यस्त भन्छ यसो दारु लिएर हालेर मात्र ल्याङफ्याङ भएर म चाहिँ होइन अँ सुतिरहेको थिएँ पैसाको सिरानी यतिको चाहिँ हुनुपर्छ है खाइदैन कस्तो कुरा गर्छौ त्यही त याउ यो मान्छे याउ फोन गरे याउ तिमी त पहिले यस्तो थिएनौ त यार साथी के भयो तिमीलाई भन 81 के को भूत चढेको छ अनि पैसा पैसा कति कमेडी गर्छ क्या कसम गाइस तिनीहरू कसरी साथी कति रुपियाँ पायो हो पैसा सरले दिनुभएको है चिया खाउ ल भनेर त्यही त होइन अब के खानुपर्ने हुन्छ हामीले मिल्क टी खानुपर्ने हुन्छ साथीहरू मिल्क टी पैसा हामी चाहिँ आइसक्यौँ कस्तो हामी त आइसक्यौँ यहाँ हेर्नु नि चाहिँ माथि छौँ अहिले साथी तिमी पहिला यस्तो थिएन साथीहरू हाम्रो चिया आइसक्यो आज पनि साथीहरूको चिया छ अहिले समीक्षाको चिया छ तिमी कहाँ छौ वाउ प्रिन्जल छ ऊ गर्लफ्रेन्डसँग बोलिरहेछ सक्दैन आउ न चिया खान खाएर सक्यौँ अब चाहिँ हामी जानुपर्ने हुन्छ आफ्नो रास्ता घाममा हिँडौँ न घाममा गरी आउँछौँ बाई 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 अब सो गाइज अहिले चाहिँ म एक्लै फर्किँदैछु मेरो सबैजना आफ्नोतिर गयौँ 2 जना उता गयो 1 जना उता अनि म यता अब सो रुम पुगेर भेट्छु ल मजाको अघि होस्टेल आएर पनि माम खाएर पनि नुहाएर पनि लुगा धोएर पनि एकछिन बुक हेरेर अब खानु आँटेको छौँ त के हामीले रामेन रामेन होइन करेन्ट भन्छ त्यसलाई करेन्ट हट स्पेन्सी चिल्ली योसँग अनि हामी खान्छौँ इजी एग कपालै सुकेको छैन यार यस्तोहरू झन्तारे नानी नाना हुनुहुन्छ आज मैले भ्लगमा तिमीलाई आज यतिखेर मात्रै उयो गर्दैछु के भन्छ म त कति तिमीले त बाम खाएन नि त अघि मैले खाएन नि त मिठै थिएन आजको चाहिँ खाना अलिक नमिठो मतलब खाना त मिठै हो तर सब्जी अलिक नमिठो हो यहाँ छ स्पुन मैले नि चाउचाउ खाएर यसरी राखेको नि स्पुन माथि रुममा खाएर अब यहाँ चाहिँ सुस्मिताले चाउचाउ बनाउँछ अनि भेटौँ ल हाम्रो करेन्ट यस्तै हो अब क्वालिटी नराम्रो भएपछि क्यामेरा आएको साथीहरू यस्तै छ के गर्नु अब हामी चाहिँ खाना लागेको अब कपाल चाहिँ बाँध्नुपर्ने हुन्छ खाने टाइममा चाहिँ चिसो भए पनि अब खाएँ तिमीलाई खायौँ ल खान स्टार्ट गरेको फर्स्ट बाइट खाएँ ल अब त दिदीले हेर्दा त मार्नुहुन्छ ल
सो अब गुरुङ इटिङ च्यानलको दिदीको भाइरल नि त हाम्रो चाहिँ अन्डा पनि छ होइन अब हामी खान स्टार्ट गर्नेछौँ लाने खै थाहा ल साथीहरू त्यसले सके गर्नु गाइड क्यामेरा मिलाउँदा मिठो भएको छ होस्टेल लाइफ यस्तै छ सुरुमा भिजाउँदा चाहिँ थोरै थियो नि त अब चाहिँ कत्रो बढी भएको आयो अनि के भन्छ हामी चाहिँ कहीँ घुम्नु गएनौँ किनभने हाम्रो एक्जाम छ भोलि एक्जाम छ हाम्रो अनि हामी चाहिँ प्योर सिङ्गल हो त्यही भएर कहीँ नगएको रे कहाँ नयाँ वर्षमा घुम्नु जाने प्लान त गरेको थिएँ के गर्नु तर एक्लै जानु नमिल्ने रहेछ भनेको जस्तो भइरहेछ म चाहिँ खासै पिरो खानु चाहिँ सक्दिनँ उयो त कस्तो पिरो भयो तिमीले सबै हालेको छु उसले सबै त्यो मसला हालेको छ मैले चाहिँ हालेको छुइनँ मैले आधी मात्रै हालेँ खोर्सानी पनि छ किनकि म खानु सक्दिनँ नि त पढ्दा निन्द्रा आयो कि त्यही भएर त्यो निन्द्रा भगाउने काम अब यो भ्लग्दाखेरि चाहिँ सर्भिसले कराउनुहुन्छ होला तर त्यो एकछिन फ्री मतलब त्यो पढ्दा पनि दिमाग ह्याङ हुन्छ नि त त्यही भएर चाहिँ गरेको अब हाम्रो भ्लग एकैचोटि 9 गते पछाडि मात्रै आउनेछ त्यतिन्जेल कुर्नु होला तर अब चाहिँ हामी यो 82 सालदेखि चाहिँ के गर्नेछौँ डेली मतलब अलिक राम्रो गर्नेछौँ भ्लग खालको बनाउनेछौँ मेरो यो भिडियो चाहिँ भोलि आउँछ त्यो तैँले त हालिदिन्छ होइन एडिट गर्दा भोलि नै हुन्छ जहिले त्यो त भोलि हाल्छ अनि आजको भ्लग भोलि नै हुन्छ तर मिठो तँ भयो पनि अब भाइ यो भने एडिट गर्नु अल्छी लागेको बेला त हो फोन युज गर्ने नभए तर बेला मैले पढ्छु मैले पढेको छुइनँ भोलिको लागि साह्रो छ लाइफमा मान्छेले इन्जिनियर चाहिँ लिएर नपढोस् इन्जिनियर मतलब कन्सेप्ट हुने खालको चाहिँ नपढोस् किनकि कन्सेप्ट याद गर्दा गर्दै पागल भएन रहेछ दिमाग बुक कपीमै हुन्छ होइन म त गोरी देखिरहेको छु त आज के नहेर अझ 1 गते भएर यस्तो हो आजदेखि चाहिँ जाने अब यो 2081 मा जे जस्तो भए पनि अब 2082 मा चाहिँ राम्रो गर्नुपर्छ भनेर सुरुवात आजदेखि नै त्यही भएर हामीले खाएर राम्रो गरेको त्यो त जहिले खानु पाऊँ भनेर आयो तर चाहिँ भए पनि गाई चाहिँ मिठो भयो सुजेको भयो हामी जस्तै को आज घुम्नु नगई बसिराख्नु भएको छ कमै होला सायद नि त मतलब पनि बुढाबुढीहरूको बुढाबुढी चाहिँ राम्रो घुम्नुको साथ होइन दिउँसै तर्साउँछु भन्दा त आमाले साथीहरू के हो राति चाहिँ आँखा टिलिलिली हुँदा दिउँसो भएपछि यस्तो हो कि म फेरि निन्दा लाग्छ होइन मलाई अनि म सुत्छु पनि करिब 9 बजीतिर सुत्छु होइन तर जहिले 12 बजी 11 बजी बिउजिन्छ तर निन्दा चाहिँ फिट्टिकै लाग्यो पो कस्तो रिस उठ्छ म त जति बेला पनि नदाउन सक्छु फेरि दिउँसो चाहिँ जतिखेर सुत भने पनि सुत्दिन्छु नि म त्यस्तो निन्दा लाग्छ फेरि यहाँ मात्रै यस्तो हो कि फेरि घरमा चाहिँ म एनी टाइम सुत्छु बेलुकी पनि छिट्टो सुत्छु बिहान 10 9 8 त्यस्तै बजी उठ्छु अनि छिटो खानु है धेरै बोलिसक्नु पर्दैन स्मिता र म खानु बस्नु थाल्यौँ भने यति खान्छु होइन रुममा के छ सबै खाइसक्छु आत्तिएर पढ्यो भने झन् दिमागमा छिर्दैन सुस्त पढ्नुपर्छ त्यही भएर पर्छ 10 मिनट तब भएर हामीले खाएको कति नि तिमीले त खाजा नखायो कति भयो दिउँसो म चाहिँ
खाएको कहिले यस्तोतिर मतलब सँगै नखाएको कि किनकि म ट्युसन जान्छु कि त दिउँसो को सुतेको हुन्छ को सुतेको हुन्छ अच्छा दिनमा हामी 2 चोटि खाजा खान्छौँ होला म त्यस्तै लागेर सकिँदै अब यो खाएको 1 घन्टा पर्दा पर्दा सकिन्छ यतिको राम्रो आउनु नि बाहिर हिँड्दा पनि क्यामेरामा नि बाहिरको निस्किनुपर्छ कि रुन्दै फेरि यस्तो नराम्रो आउँछ छिटो छिटो सबैजनालाई सब्सक्राइब गरेर गर्नु होला नि म आइफोन किन्छु नयाँ वर्ष 2082 सालको सबैलाई मङ्गलमय शुभकामना अहिले याद आयो क्या मलाई हाँस्नु हुँदैन पिरो खाएर हाँस्यो भने सर्किन्छ तर पिरो खाँदा सिकेन आउँछ र गाह्रो लाग्छ क्या मलाई नर्मल यस्तो अरे क्या साथीहरू पिरो खाँदा र तातोमा बस्दाखेरि के पग्लिन्छ के थाहा छ तपाईँहरूलाई लस एन्जोय मिलाउने कस्तो धेरै भयो क्या साथीहरू म खानै सक्दिनँ त्यो साँच्चै बानी हराएछ हौ बानी हुँदा पनि नहुँदा म कहिले एउटा सिमी खानु सक्दिनँ थिएँ म सक्छु दुइटा खाएको दुइटा आधी हो अस्ति त्यति बेला चाहिँ लास्टै गाह्रो भएको म चाहिँ कस्तो म यत्रो मान्छे नै अनि पढाइको पिरले घटेकै साथीहरू अस्तिसम्म खै कति केजी थिएन अनि अब नभन्नु पनि केजी यति भनेर फेरि ढल्नु हुन्छ होला अनि अहिले त्यहाँदेखि पनि घटेर 3 केजी कि 2 केजी घटेको त्यति केजी घटिसक्यो पढ्दाखेरि इक्जामको बेला म चाहिँ जतिको त्यति घट्दिनँ म कहिले यस्तो घट्छु नि म जहिले एक्जामको होइन मैले अलिकति केही टेन्सन लिएँ भने म यति धेरै घट्छु नि खै कसरी फेरि खानु चाहिँ खान्छु तर पनि कसरी गर्छु मेन्टल्ली यो हुन्छ नि इस्युले गर्दा घट्छ त्यही हो म जति नै टेन्सन लिँदा नि टेन्सनले नै मर्नु खोज्दा पनि कहिले घट्दिनँ त मेरो कहाँ त धेरै सोचेर दिमाग फुट्नु खोज्छ क्या जहिले नसोचौँ भन्छ होइन आफै किरा झन्डा धेरै धेरै अवस्था गुच्छु गुच्छु म त सोच्दिनँ हौ धेरै म सोच्दिनँ क्या म आफ्नै तालमा बस्छु र पनि त्यो लिइरहेको हुन्छ जतिखेर आजकल झन् के भएको छ कि मलाई म मेन भनेको चाहिँ माम खाने बेला टोलिन्छु होइन पनि हेर्न नपाएर होला नि त होइन मसँग कुरा गर्नु थाल्नु भने तपाईँहरूलाई म पागल भन्छु तर तपाईँहरू नबन्नु होला उनीहरू चाहिँ धन्न भन्ने नानीहरूसम्म अलिक कम बोलेर लत भन्छ नि लत लागिसकेको क्या त्यो केही इफेक्ट पर्दैन क्लासमा 2 घन्टा बस्नु सुरुमा त कम्ता गाह्रो हुन्थ्यो त्यो बिहान नै होइन अहिले त चुड्कीमै जान्छ यता हेर उता हेर त्यतिकै जान्छ फेरि नेपाली क्लासमा होइन आमा यस्तो यस्तो अनि यस्तो हुन्छ अब बिदाबाट घर आउनुपर्छ घरबाट बिदा हुन्छ अनि घरबाट कलेज आउनुपर्छ होइन यति पढ्नु अल्छी लाग्छ निन्दाले यस्तो हुन्छ म कता कता म सुतिदिन्छु होइन अनि तपाईँ खानु पनि बिर्सिनु हुँदो रहेछ हौ बोल्दा खानु पऱ्यो तर साँच्चै लास्टै अगायो हो कस्तो आउनु घरमा गएर मुखबाङ गर्नु पऱ्यो नि त यस्तो तरिकाले त अनि के गर्नु म त पढेको त सुतिदिन्छु कि अनि के भन्छ चाहिँ सरले मलाई भरे कतिखेर बिर्सिदिन्छु 10-15 मिनट पछि अनि र पनि त्यसरी नै घोप्टी पनि बस्छु नि त अब सरहरूले निन्दा पुऱ्याइसक्यो बिन्ताले भन्नुहुन्छ नि त अनि म ननिदाको जस्तो गरेर उठ्छु क्या यत्तिकै बसेको थियो सर भन्दा म क्लासमा अहिलेको म मिलाउँदै नि गएको छैन मतलब झन् यस्तरी बसिन्छ होइन बेन्चमा त्यसरी नै निदाउँदै रहेछु क्या म मिलाउँदैन अनि कहिले कहिले रोल कल गर्ने बेला बिर्सिन्छु कहिले कहिले म यस्तरी बस्छु नि त म सुत्दिनँ भनेर खानु सघाउँदा
साथीहरू मैले चाहिँ खाइसकेँ फाइनली। अहिले चाहिँ हामीले खाइ पनि सकौँ फाइनली। गफ गर्दै गर्दै खाइ पनि सकौँ। अब चाहिँ के हुन्छ होइन यस्तै छ पारा। सबैजनाले न्यु इयर राम्ररी मनाउनुहुन्छ भन्ने मनाउनु भयो भने मलाई खाएपछि कस्तो खाइ ढ्याउ पनि आउँदैन कि त्यो आफै वाला अड्किन्छ हौ घाँटी। अनि सबैजनाले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। अनि छिटै 1K पुर्याउनु होला। हामी यहीँ बसेर 1K को केक काटेर खान चाहन्छौँ। त्यही त 6 महिनामा होइन 6 महिना छ अब मात्र बाँकी। 6 महिना बाँकी छ। यही टेबलमा बसेर यही खाटको मुनि बसेर यही खाटमा बसेर हाम्रो यो 1K को उसको खाड भनेको चाहिँ हाम्रो सार्वजनिक सबैजना राम्ररी मनाउनु होला। मनाउनु भयो भन्ने पनि आशा गरेको छु। अनि अब जति नै दुःख भए पनि म चाहिँ हाँसिरहेको छु। मलाई दुःखको घटना छ तर पनि म अलिक दुःखमा पनि रमाउनु नै जिन्दगी हो। त्यही हो। अनि थ्याङ्क यू सो मच वाचिङ गाइज। बाई बाई। बाई बाई, लभ यु अल।